बिहेको दिन धुबीको माला किन लगाइन्छ? यसको हरियोपनले समृद्धि, शुभता, दीर्घायु र सम्बन्ध सधैँ हरियो तथा बलियो रहोस् भन्ने भावनालाई प्रतिनिधित्व गर्छ। शुभ कार्यहरूमा यसको विशेष महत्व राख्छ। बिहे, पूजा तथा अन्य धार्मिक समारोहमा धुबीलाई शुभ र पवित्र मानिन्छ। यो हाम्रो क्लाइन्टको बिहेको माला हो र यो लगभग 2 वर्ष हुन लागेको छ र यो अझै पनि हरियो नै छ। कतिपयले फोन गरेर सोधिरहनु भएको थियो, मेरो त धुबीको माला छ, धुबीको माला प्रिजर्भ गर्दा चाहिँ कस्तो देखिन्छ? सो टुडे आई एम फाइनली शोइङ यु एक्ज्याक्टली द्याट धुबीको माला प्रिजर्भ गर्दा कति ब्युटिफुल देखिन्छ भनेर। एन्ड लुक एट दिस फाइनल रिजल्ट। द वे द धुबी सिट्स अराउन्ड द इन्टायर डायमिटर अफ द सर्कल लुक्स एब्सोल्युटली ब्युटिफुल। त्यसमाथि रहेको जरी डिटेलिङले त अझै ट्रेडिसनल टच दिएको छ। अनि अर्को कुरा, फ्रन्ट साइड त हेरिहाल्नु भयो, अब ब्याक साइड पनि हेर्नुहोस्। ब्याक साइडबाट पनि यो पिस एकदमै ब्युटिफुल देखिन्छ र क्लिन पनि देखिन्छ। एउटा माला अगाडि छ भने अर्को माला पछाडि। सो इफ यु एभर वन्डर धुबीको माला प्रिजर्भ गर्दा कस्तो देखिन्छ भनेर, दिस इज योर एन्सर। इफ हजुरको बिहेमा दुबो मालाको सट्टा धुबीको माला युज भएको छ भने डोन्ट वरी। दुबो माला जसरी धुबीको मालालाई पनि हजुरले चाहनु भएको जुनसुकै डिजाइनमा पनि प्रिजर्भ गर्न सकिन्छ। त्यसैले आफ्नो वेडिङमा जुनसुकै माला लगाउनु भएको भए पनि त्यसलाई प्रिजर्भ गर्ने गर्नुस्। किनकि माला त एक दिनको हुन्छ, तर त्योसँग जोडिएको सम्झना भने सधैँभर रहनुपर्छ।